यो 8औं हल गोरु जुधिरहेको छ। तपाईहरु घर चाहिँ कहाँ रे दिदी? हाम्रो यही गुम्ती हो। ए हिजोबाटै मोमो बेच्नु भा? हिजो अस्तिदेखिबाटै हो, गरे हो 3 दिन भयो। आज 3 दिन लगातार। अनि पहिला चाहिँ के गर्नुहुन्थ्यो यहाँहरु? हामी हजुर। हाम्रो होटल छ, अब त्यहाँ के रे देवी होटल यही हो। अनि मेलामा मोमो बिकेर व्यापार हुँदाखेरि के छ, खुसी हुनुहुन्छ र? खुसी, ध्यान भ्याइन भ्याइन। के छ वर्षेनी यस्तै हुन्छ? हजुर, वर्ष यस्तै हुन्छ, रमाइलो। सिमजोको ठुलो रहेछ बरु। नासङ दाइ तपाईँको नाम चाहिँ के हो भनिदिनु त? हर्कबहादुर तामाङ। कहाँ हो तपाईँको घर? दार्खा। दार्खादेखि यो गुम्दीसम्म यो गोरु ल्याउनु भएको छ, के नाम हो यो गोरुको? यो गोरुको नाम तपाईँको नासङ। अहिले यो नासङले चाहिँ कहाँ कुन कुन ठाउँमा लग्यो, कति जित्यो यसले? पहिला सुरुमा झारलाङबाट ल्याउँदाखेरि यहीँ जित्यो। माघ सङ्क्रान्तिमा उता दार्खामै कुण्डलेगढामा दुईटासँग जित्यो। हजुर। अब माघको 12 गते लास्टमा जित्यो। पहिला सुरुमा तपाईँको माघ सङ्क्रान्तिमा जित्यो। दुईवटा रातो रातै थियो गोरु, दुईवटाले जित्यो। अनि त त्यहाँबाट चाहिँ जुदा छैन फेरि। अब यसलाई यसको ज्यान पनि बनाउनु पर्यो, सिङ दामी बनाउनु भएको छ, के खाना खुवाउनुहुन्छ यहाँले? यसलाई अब मैले यसपालि चाहिँ पोहोर चाहिँ खुवाएन चना होइन, यसपालि चाहिँ एक खट्टा 25 किलो चना खुवाउँदैछ। अनि 2-3 मुरी अब धान पिसाएर मकै 1 मुरी जति पिसाएर दियो। अनि त्यहाँबाट कोदो 6-7 पाती कोदो दियो है। अनि त्यहाँबाट ढुटो त्यस्तै धान कुटेको ढुटो सबै मिसाएर कोदो धान मकै सबै पिसाएर चाहिँ मोलेर दिँदैछ। यसले तामाङ भाषा बुझ्छ? बुझ्छ, हजुर बुझ्छ। ए पहिला कामी गएको थियो झारलाङ भन्छ होइन, म त तामाङै हो। मैले तामाङ भाषा पशुले बुझ्छ हजुर तपाईँहरू। अब यो गेममा नि जित्यो भनेदेखि त के छ, खुसी हुन्छ होला नि? त्यो त अब खुसी त अब हुनै पर्यो नि, त्यस्तो सबै खुसी हुन्छ नि त होइन। हार्यो भने अलिकति नमुना हुन्छ, जित्यो भने अलिक सबै खुसी हुने त हो नि। हस् हस्, धन्यवाद। हजुर साबास, धन्यवाद। मान्छे त कति कति खतरा जित्दो रहेछ। त्यो पुरा मान्छेहरू हेर्न पाउनु भएन नि त। अन्त यहाँ आएर अरू भन्दै बुवा अझै हेर्नु परेन भिडियो गर्नु छोडेन भनेको उहाँलाई यहाँ त गर्न लाउनु भएको दोस्रो गोरु जुधाइ तथा विभिन्न खेलहरूका साथै वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता समापन कार्यक्रम आयोजक गंगा जमुना गाउँपालिका वडा नम्बर 3 गुरुङ समाज तथा खेलकुद समिति गुम्दी धादिङ मिति 2082 पौष 15 गते। धन्यवाद।
यो कति नम्बर 7 नम्बर कि 8 नम्बर 7 नम्बर हैन 8 नम्बर होला नि अब त 8 हो कि 8 हो सञ्जोग तामाङ खनियावास 4 उवाङ र भीमसेन थपलिया त्रिपुरा सुन्दरीको गोरु जुत्दैछ। यो 8औं हल गोरु जुधिरहेको छ। सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको यो सबै कुरालाई हामीले एउटा सल्लाह सुझावको रूपमा गंगा जमुना गाउँपालिकाले लिएका छौं र त्यस अनुसार हामी गंगा जमुना गाउँपालिकाको सिंहको कार्यपालिका टिम पनि यही कुराहरूमा आधारित भएर हामी लागिरहेका छौं। अब भन्नुपर्दाखेरि यो गएको वर्ष ठुलो गरुड वर्ग
यो गत वर्षभरि सम्पूर्ण यो तमु लोसार प्रेमी गुरुङ आमा दाजुभाइ दिदीबहिनीहरू जसरी आजको दिनसम्म विभिन्न तरिकामा विभिन्न परिवेशमा विभिन्न परिस्थितिमा पनि सुख दुःख विभिन्न परिस्थिति र कालखण्डमा पनि यहाँहरूले आफ्नो जीवन अनि यो नयाँ वर्ष यो घोडा वर्ग तल्लोसम्म पनि अनि यो धैर्य धारण गरिकन फेरि यो दोस्रो वर्षको दोस्रो कार्यक्रम आयोजना गर्न सफल हुनुभएको छ। यसमा विशेष गरी धन्यवाद दिन चाहन्छु र अब आउँदै गरेको घोडा वर्ग तल्लो भरि पनि सम्पूर्ण तमु लोसार प्रेमी गुरुङ समाजका बुवा आमा दाजुभाइ दिदीबहिनीहरूको जीवनमा सुखमय होस्, शान्ति होस् अनि दीर्घायु र एउटा सफलताको खुड्किलोमा यहाँहरूको समाज अघि बढ्न सकोस् र फेरि आगामी दिनहरू पनि यस्तै गरी नयाँ खालका सृजनात्मक कार्यक्रमहरू यो वडा नम्बर 3 का गुरुङ समुदायले फेरि गर्न सकियोस् भने शुभकामना व्यक्त गर्न चाहन्छु। हामीलाई महानुभावहरूले सहयोग दिनुभएको छ, जसमा पूर्व अध्यक्ष विजय गुरुङ जो विदेशमा हुनुहुन्छ उहाँले रु 5,000, नन्दलाल गुरुङले 2,222, दीपक गुरुङले 1,000, तेजबहादुर गुरुङले 1,500, राजेन्द्र विश्वकर्माले 2,000, लालीगुराँस आमा समूहले 1,500, बाल कल्याण आधारभूत विद्यालयबाट 2,500, नवराज गुरुङले 2,000, प्रेम कुमारी गुरुङले 10,000, वर्धन आमा समूहले 5,000, सरिता घले 5,000, सञ्जीव गुरुङ 5,000, गुरुङ समाज 10,000, पोखरा आमा समाजबाट 1,500, किरण घले 5,000, विष्णुमाया गुरुङ 5,000, रूपा बैरागी गुरुङ 1,500, कुमार गुरुङ 1,500, लोकबहादुर गुरुङ 2,000, पुष्पा गुरुङ 2,500, जीवन गुरुङ 2,525, सुजन पण्डित 1,500, मीन कुमारी गुरुङ 2,000, अमृत गुरुङ 2,222, प्रवीण गुरुङ 2,000, कल्पना गुरुङ 2,000, सरिता गुरुङ 5,005, तीर्थ घले 2,500, धनबहादुर गुरुङ 5,055, विजय गुरुङ 5,105, सुबेदार जयबहादुर गुरुङ 5,000, लगनशील आमा समूह गुम्दी 5,000, लोकबहादुर थापा सरस्वती उद्योग मूलपानी 500, बसन्त गुरुङ 3,000, गंगा जमुना 3, बहादुर सिंह घले 3,000, चन्द्रप्रसाद नेपाल गंगा जमुना 5 1,000, दुर्गा माया घले 1,000 लगायत अरू पनि प्राप्त भइरहेको छ। यो आमा समूहहरूको डोरी तान प्रतियोगिता चलिरहेको छ। हेर्नुहोस् हामी मजाले लाइभमा तपाईँलाई देखाइराखेका छौँ। वारीबाट पारी तन्काइराखेको छ पक्कै पनि निकै नै रमाइलो खेल्छ दर्शकले। यो एकदमै भव्य गोरु जुदाइ हो। हजारौं छ दर्शक भव्य रमाइलोको बिचमा यो सम्पन्न भइरहेको छ। हेर्नुहोस् सायद यसलाई गाह्रो बनाइराखेको अवस्था छ। तर दर्शकहरू भने जोगिन निकै नै सजग हुन चाहिँ आवश्यक छ है।
लो बिना के हो म गंगा जमुना गाउँपालिका स्थानीय सरकारको प्रतिनिधिको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सबैको सुख शान्ति समृद्धि र प्रगतिको पनि कामना गर्न चाहन्छु। यहाँको चाहिँ खेल समिति 3 नम्बर वडाको अध्यक्ष उहाँ भाइ ताइक्वान्डो प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरमा उहाँको वेट अनुसार चाहिँ एउटा खेलमा यो देशकै मतलब 3 नम्बर वडाको मात्र नभएर गंगा जमुनाको मात्र नभएर धादिङको मात्र नभएर नेपालको एउटा इज्जत बढाउने प्रिय भाइ धनबहादुर गुरुङ जसले त्यो खालको मेडलहरू पनि प्राप्त गरिसक्नु भएको छ। म स्थानीय सरकार गंगा जमुनाको तर्फबाट धनबहादुर लगायत खेल प्रेमी प्रिय भाइहरूलाई हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। भावी दिनमा उहाँहरूको पाइलाहरू अझै अन्तर्राष्ट्रिय जगतमा नेपालको इज्जत बढाउने ढङ्गले अगाडि बढ्न सकोस् यो लोसार पर्वको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। गाउँपालिकाको तर्फबाट यो खेल कार्यक्रम विविध सांस्कृतिक कार्यक्रमको लागि केही सम्बोधन गर्नुपर्ने भएकोले उपाध्यक्ष वडा अध्यक्षज्यू लगायतका साथीहरूको केही छलफलपछि 1,25,000 रुपियाँ यो कार्यक्रमलाई सहयोग गर्ने र नबुक र कार्यपालिकाको मिटिङमा पेश गर्ने गरी भएकोले गाउँपालिकाको तर्फबाट र कार्यपालिकाको तर्फबाट 1,25,000 रुपियाँ यो कार्यक्रमलाई अलिकति भए पनि सम्बोधन होस् भनेर हामीले गाउँपालिकाको तर्फबाट गरेका छौँ। पुनः सम्पूर्ण गुरुङ साथीहरूलाई स्वदेश तथा विदेशमा रहनुभएका गुरुङ साथीहरूलाई ह्यापी लोसार भन्दै प्रमुख अतिथि विशेष अतिथि लगायत सम्पूर्ण अतिथिहरूलाई गाउँपालिकाको तर्फबाट हार्दिक न्यानो अभिवादन गर्दै तपाईहरुमा शुभ समृद्धिको कामना गर्दै गाउँपालिकाको तर्फबाट व्यक्तिगत तर्फबाट बिदा हुन्छु। लसभ्यापुल्ला जय नेपाल। राजमाटे आमसुमाले लगभग निकाल्न सफल भएको छ। वर्तमान अल्मलियो भने भविष्य अन्धकार हुन्छ। हाम्रो पिता पुर्खादेखि मान्दै आएको हाम्रो संस्कृतिलाई धर्मलाई हामीले जगेर्ना गर्दै हाम्रो परापूर्व कालदेखि चल्दै आएको यो संस्कारलाई आज हामीले जीवित राख्नुपर्ने यो पावन अवसरमा गुरुङहरूको तमुलो साथ नयाँ वर्षको यो पावन अवसरमा यहाँहरू सबैलाई हार्दिक बधाई धन्यवाद ज्ञापन गर्ने यो कार्यक्रममा मलाई विशेष अतिथिको रूपमा आमन्त्रण गरेर जुन अवसर दिनुभयो म नेपाली कांग्रेसका श्रद्धेय युवा नेता यहाँहरूको जनप्रतिनिधि यसै वडाका श्रद्धेय राजकुमार गुरुङज्यू लगायत गंगा जमुना गाउँपालिका र समस्त साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हामी यहाँ चाहिँ उपस्थित छौं, तथापि मैले केही कुराहरू चाहिँ छोटकरीमा राख्न चाहन्छु। पहिलो कुरो त
नेपाल एउटा बहुभाषी बहुजाति बहुधार्मिक बहुसांस्कृतिक एउटा चाहिँ विविधतायुक्त देश हो र आज पुस 15 2082 सालको पुस 15 चाहिँ के हो त भन्दा सबै गुरुङहरूको विशेष गरेर लगभग 5.5 लाख गुरुङहरू नेपालमा बसोबास गर्दछन्। त्यसरी नै विश्वव्यापी रूपमा उहाँहरू आफ्नो ठाउँमा बस्नुभएको छ र उहाँहरूको यो आजको चाहिँ दिन चाहिँ महान चाडपर्व तमु लोसार चाहिँ नेपाल भरि र विश्वभरि नै तमु लोसार आज चाहिँ भव्यताका साथ मानिरहेको अवस्था छ। त्यसैले गर्दा मैले भन्न खोजेको के हो त भन्दा हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान ल्यायौँ र संविधानमा धेरै हामीले विषयवस्तुहरू चाहिँ व्यवस्था गरेको अवस्था छ र ती विषयवस्तुहरू मूलभूत विषयवस्तुहरू हामीले त्यसमा एउटा त के हो त धर्मनिरपेक्षको कुरा छ त्यहाँतिर। त्यसैले गर्दा हामी नेपालमा जे जति समुदायहरू बसोबास गर्दछौँ जसले जुन समुदायहरूले आफ्नो एउटा धर्म संस्कृति परम्परा अनुसार हामीले हाम्रो चाडपर्वहरू मान्दै आएका छौँ र नेपाल एउटा जाति एउटा सद्भाव धार्मिक एउटा सहिष्णुता एउटा विविधतायुक्त देश हो भन्ने कुरा तपाईँ हामी सबैले बिर्सनु हुँदैन। त्यसैले गर्दा आजको यो दिन गुरुङ समुदायको जो चाहिँ लोछार पर्व भएको कारणले गर्दा तमाम हामी नेपालीहरूले अरू धर्म मान्ने अरू चाडपर्व मान्ने सबै समुदायहरूले आजको दिन गुरुङहरूको चाडपर्व चाहिँ तमु लोसार भएको कारणले गर्दा सबैले सभ्य र भव्यताका साथ यो तमु लोसारलाई हामीले मान्नुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु। यो दोस्रो वर्ष हो हामी वार्ड नम्बर 3 को खेलकुद समितिले तयारीका साथ गर्दै आइरहेको छ। यो खेलकुद हामी यो वडामा टोलमा मात्र केन्द्रित होइन, हामीले यो खेलकुद कार्यक्रमलाई सम्भवत भएसम्म जिल्ला स्तरीय नै गर्ने लक्ष्य लिएको छ। यो कार्यक्रम हामीले पोहोर गोरु जुधाइ र अन्य 1-2 खेलमा सीमित भएको थियो भने यसपालि यसलाई अलिकति बढाउँदै लगेको छ। तसर्थ आगामी साल हामीले 1 हप्ता खेलकुद महोत्सव गर्ने हाम्रो लक्ष्य छ। त्यसको लागि तपाईँ सम्पूर्णले हातमा हात साथमा साथ दिनुहुनेछ भन्ने अपेक्षा पनि गरेको छ र गर्दै गर्दा आज यो तमु लोछारको दिन गुरुङहरूको नयाँ वर्ष भएको दिन। त्यसैले म सम्पूर्ण उपस्थित सम्पूर्णलाई तमु लोछारको हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र यो खेलकुद विशेष गरेर राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद हामीलाई यति अपरिहार्य छ कि हामी अहिले यो खेल क्षेत्रले हामीलाई स्वास्थ्यको लागि पनि र राष्ट्रको लागि पनि र व्यक्तिको लागि पनि यो खेल क्षेत्रले एकदम राम्रो गरेको हुनाले वार्ड नम्बर 3 ले यो खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता राखेको छ। र अर्को कुरो यो गोरु जुधाइ कार्यक्रम हामी यो किसानहरूको लागि एकदम अपरिहार्य देखिएको छ। हिजो होइन भोलि होइन पर्सि गर्दै गर्दा यो हामी किसानहरूलाई अलिकति पिछाडिएको अलिकति हामीले हेला गरेको जस्तो हामीले महसुस गरेको छ। त्यसलाई अलिकति किसानहरूलाई प्राथमिकता दिनुपर्छ र अग्रज अझै माथि लैजानुपर्छ भन्ने उद्देश्यका साथ किसानहरूलाई सम्मान स्वरूप यो गोरु जुधाइ कार्यक्रम गरिएको हो। त्यसै गरी यो वार्ड नम्बर 3 लाई विशेष गरेर कृषि र पर्यटक क्षेत्र भनेर चिन्ने गरेको छ। यो कृषि र पर्यटक विशेष गरेर पर्यटकको हब बनाउने उद्देश्यले हामीले यो गेम आयोजना गरेको हो। आगामी वर्ष पनि हामीले धेरैभन्दा धेरै पर्यटक भित्राएर यो खेललाई अझै पनि हामीले अगाडि बढेर लाने अपेक्षा गरेको छ। भन्दै इत्यादि कुराहरू अझै पनि धेरै नै छ राख्ने त, तर समयले नेटो काटेको हुनाले यस खेलमा हामीले अपेक्षा गरिएको थियो वार्ड नम्बर 3 ले वडा कार्यालय र पालिकाले मात्रै सहयोग गर्दा हुन्छ जस्तो लागेको थियो, तर
कार्यक्रम गर्दै गर्दा अलिकति ठुलो हुन गएकोले हामीलाई आर्थिक भार परेको हुँदा हामीले यहाँको व्यक्ति, यहाँको टोल विकास, यहाँको संस्थासँग हामीले बिन्ती पत्र बुझाएको थिए। त्यसै अनुरूप यहाँ हरेक व्यक्ति, हरेक समाज आफ्नो तह र तब्काबाट सहयोग गर्नुभएको छ। त्यो सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाता व्यक्ति र समूहलाई वार्ड नम्बर 3 र मेरो व्यक्तिगत तर्फबाट पनि धन्यवाद दिन चाहन्छु। र यो खेल आयोजना गर्दै गर्दा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सबैले आफ्नो ढङ्गबाट सहयोग गर्नुभएको छ। जसअनुसार यहाँको सुरक्षाकर्मी, यहाँको मिडिया लगायत यहाँका युवा साथीहरू सम्पूर्णले आफ्नो ठाउँमा सहयोग गर्नुभएको छ। र यो कार्यक्रमलाई आफ्नो गोरु धनी साथीहरूले विभिन्न ठाउँबाट गोरु ल्याएर र आमा समूहहरूले आफ्नो वडा र पालिका हुँदै विभिन्न ठाउँबाट आमा समूहहरू आएर यो खेल हर्ष उल्लासका साथ समापन गर्नुको लागि आइदिनु भएको छ। त्यसको लागि म सम्पूर्णलाई वार्ड नम्बर 3 र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिँदै आगामी वर्ष पनि यस्तै खाले सहयोगको अपेक्षा गर्दै सम्पूर्णलाई फेरि पनि मुरी धन्यवाद दिँदै यहाँ यो कार्यक्रम यही समापन भएको घोषणा